चाल चाल्न के दिनभरि कुर्नु पर्ने हो क्या कति बेला पक्नुस् न बुवा चेस खेल्नु पनि राजनीति गर्नु जस्तै हो नि त राजनीति गर्ने राजनीति गर्ने अब एउटा चाल चाल्न आधा घन्टा 1 घन्टा कुरेर नि कहीँ हुन्छ छिटो चाल्न त्यो मैले त्यसो भनेको होइन ल मैले यसलाई खाएँ ल बुवा ल चेक ल यो चेकले त मेट्नै भयो ल बर्बाद भइहाल्यो नि तेरो यो चाल त 2063 सालको चाहिँ चाल भन्दा नि खतरा भयो त बाबा ल के लाग्यो चिया ल्यायो ल बुझ्यौ बुहारी अब तिम्रो लोनेको अगाडि मेरो केही चल्ने भएन यो नयाँ पुस्ताको अगाडि हामी बुढाहरूले त चाल्नै नसक्ने ल ल यसले राख फेरि खेल्ने हो त खेल्ने त बुवा कति जति खेले नि हार्ने मात्रै हो के ए साँच्ची प्रमोद कहाँ छ प्रमोद बाबु त भर्खरै बाहिर जानुभयो अनि त्यो 1 मिनेट पनि घरमा बस्दैन 1 मिनेट घरमा बार्सै हुँदैन त्यसको के भयो होला ए त्यसलाई त यसपालि जसरी नि एउटा टाकटुक गरेर समात्र बिहा गरिदिनु पर्यो ल नमस्ते ओहो नमस्ते विशाल भाइ नमस्ते नमस्ते धेरै दिनपछि पो आउनुभयो तपाईँ दाइसँग एउटा सानो काम थियो त्यही भएर के थियो काम भन्नुहोस् न उहाँ हाम्रो रबिनजी यो फिल्मको प्रोड्युसर नमस्कार नमस्ते आराम हुनुहुन्छ आरामै हजुर उहाँले चाहिँ एउटा नेपाली डिजिटल फिल्म बनाउँदै हुनुहुन्छ होइन त्यसको लागि एउटा राम्रो घर चाहिएको थियो त्यो कथालाई ठ्याक्क दाइको घर चाहिँ सुटेबल भयो त्यही भएर यसो सुटिङलाई 2-4 दिन चाहिँ नि दाइले सहयोग गर्नुहुन्छ कि भनेर ए फिल्मको सुटिङ हजुर हजुर ल भइहाल्छ नि त अनि विनोदजी पछि त्यस्तो केही अप्ठ्यारो सप्ठ्यारो त हुँदैन है हुँदैन केही अप्ठ्यारो हुँदैन आफ्नै घर सम्झेर सुटिङ गर्नुभयो हुन्छ केही फरक पर्दैन म त हेर्नुहोस् एकदम क्लियर मान्छे है त्यस्तो बरु पैसा चाहिन्छ भने भन्नुहोस् नो प्रब्लम के भन्नु भएको घर बेच्ने होइन भत्काउने होइन बरु तपाईँहरू सुटिङ गर्दाखेरि कतिजना मान्छे हुनुहुन्छ खानेकुराको के बन्दोबस्त गर्नुपर्ने हो कि पर्दैन त पर्दैन त्यस्तो केही दुःख गर्नु पर्दैन हामीलाई 2-4 दिनको लागि ठाउँ मात्र दिनुभयो हुन्छ यसलाई ठाउँ चाहियो के ठाउँ चाहियो हाम्रो घरमा 2-4 दिनको लागि फिल्मको सुटिङ गर्ने रे ए फिल्म सुटिङ गर्ने हाम्रो घरमा अनि फिल्मको नाम चाहिँ के हो त फिल्मको नाम लुट इन धापासी हाइट के पासी हाइट रे के भने त्यो बुवा लुट इन धापासी हाइट रे के फिल्मको नाम ए लुट इन अनि यो नेपाली फिल्म होइन र नेपाली फिल्म नै हो बुवा नेपाली फिल्म नै हो अब हिजो आज हेर्नुहोस् न जमाना अनुसार चल्नु पर्यो नि हिजो आज यो कान्छी सिन्दुर जस्तो फिल्म चल्दै चल्दैन क्या बुवा होइन उहिले के आज 30-40 वर्ष अगाडि हाम्रो स्वयम्भू घर थियो त्यहाँ होइन त्यहाँ पनि सुटिङ गर्न आएको थियो तर नेपाली सिनेमा होइन हिन्दी सिनेमा हरे राम हरे कृष्ण सुटिङ गर्न आएको अनि त्यो बेलामा देवानन्द हिरो हुनुहुन्थ्यो होइन उहाँले त मलाई ल तपाईँ पनि खेल्ने आप खेलेंगे भन्ने मैले त खेल्नु पनि यसकी आमाले गाह्रो माने अनि खेलिनँ मैले साँच्चै बरु बाबु यो अहिले बाबुहरूले बनाउन लागेको सिनेमाको चाहिँ हिरो चाहिँ को त यो फिल्ममा बुबा 3-4 जना हिरो छन् तर त्यसमध्ये नि मुख्य चाहिँ हिरो चाहिँ उहाँ नै हुनुहुन्छ र प्रोड्युसर पनि उहाँ ए ल राम्रो नेपाली सिनेमा बनाउनुहोस् नेपाली मनको नेपालीपनको बनाउनुहोस् के अनि साँच्ची यो फिल्मको त्यो के डाइरेक्टर भन्छ त्यो चाहिँ को नि पर्फेक्ट गुड भेरी गुड सुरेन्द्रजी घर कस्तो लाग्यो राम्रो छ बाहर से त राम्रो छ भित्रबाट पनि त हेर्नु पर्यो नि जाउँ न जाउँ हेर्न जाउँ भित्र जाउँ डाइरेक्टर साहब हेर्न जाउँ परफेक्ट भेरी नाइस सुरेन्द्रजी कस्तो लाग्यो
ठिक छ। अब माथिबाट क्रेन तल ल्याउने, उताबाट हिरो र हिरोइनको इन्ट्री हुने। सर यति सानो हाइटमा क्रेन राखेर के मतलब हुन्छ? यसको कुनै इफेक्टै आउँदैन नि। चुप! तिमी असिस्टेन्ट डाइरेक्टर कि सजेसन डाइरेक्टर? जे कुरामा पनि डिस्टर्ब गर्छ। सुरेन्द्रजी, क्रेनवाला सर्ट कस्तो लाग्छ? बहुत अच्छा हुन्छ सर, यो त हलिउड वाला सर्ट हुन्छ। करेक्ट देख्यौ? क्यामेराम्यानलाई थाहा हुन्छ कि तिमीलाई थाहा हुन्छ? बढ्ता जान्ने हुन्छ। नमस्ते। बस्नु भन्नुहोस् सुरेखाजी। हजुर ल, अब भोलिदेखि सुटिङ भनेर मैले सबै मिलाइसकेँ तपाईँको। कहाँ अहिले आएर त्यस्तो भनेर हुन्छ? मैले तुरन्तै अर्को हिरोइन कहाँ खोज्नु जाने भन्नुहोस् त? हेलो हेलो सब फेरि एउटा प्रब्लम आयो। के भन्छ यो विशाल भाइ? फेरि सबै लोकेसन यताउता सब ट्याक्टिक मिलिसकेपछि के प्रब्लम आयो फेरि? हिरोइनको उता फिल्म सुटिङ सिद्धेको छैन रे, हाम्रो टाइमै छैन रे। त्यस भनेर हुन्छ र? त्यस भनेर क्या प्रब्लम आयो? क्या हुआ सुन्नु भएन? त्यहाँ हिरोइन नै होगा अरे। ल अब हिरोइन नै होगा त सुटिङ कैसे होगा? क्या बात करते हो तुम लोग यार? म के ऊ हिरोइनको मुम्बईबाट मगाऊ? तेरिका डाक्टर साहब, तपाईँले जे पनि इन्डियाबाट मगाऊ मात्र भन्नुहुन्छ भने मुम्बईबाट मगायो भने महँगो पर्दैन हिरोइन? कुरा गर्छ पनि कस्तो भने का। दिनुस् न। एक्सक्यूज मी, एक मिनट रुक्नुहोस् त। Perfect. Very nice. Excellent. उहाँ को हुनुहुन्छ? मेरो बुहारी, उसको श्रीमती हो। तपाईलाई फिल्ममा खेल्न कतिको इन्ट्रेस्ट छ? उता होइन, मलाई देख्नुहोस्। म तपाईलाई रातोरात फिल्मको स्टार बनाइदिन्छु। हेर्नुहोस् म्याडम, तपाईँ धेरै ब्युटी हुनुहुन्छ, खूबसूरत हुनुहुन्छ। खूबसूरती को घर के भीतर में नहीं रखा जाता है। आप मेरा कहना मानिए, पिक्चर में काम कीजिए। म तपाईलाई रातोरात सुपरस्टार बनाइदिन्छु। हो भाउजू हो। हेर्नुहोस्, यस्तो सुवर्ण अवसर चाहिँ नगुमाउनुहोस् भाउजूले। अब उहाँले त जसलाई फिल्म खेलाउनु हुन्छ नि, रातोरात सुपरस्टार बनाइदिनुहुन्छ। पित्तललाई छोयो भने सुन बनाइदिनुहुन्छ, थाहा छ? अनि त्यो ढुङ्गाले छोयो भने त देउटा बनाइदिनुहुन्छ। फेरि भाउजूले अरूसँग खेल्नु पर्ने, अहिले के अरे हामीसँगै खेल्ने त भने होइन? हजुर के गरौँ त? के गर्ने त? अब के गर्ने भन्ने खै, अब उसको इच्छा नि। अब तिमीले खेल्न, तिमीलाई इच्छा छ भने खेल, इच्छा छैन भने नखेल, आफ्नो इच्छा। हुन्छ ल, हिरोइन फिक्स। तपाईँ धेरै ब्युटी हुनुहुन्छ, खूबसूरत हुनुहुन्छ। खूबसूरती को घर के भीतर में नहीं रखा जाता है। आप मेरा कहना मानिए, पिक्चर में काम कीजिए। म तपाईलाई रातोरात सुपरस्टार बनाइदिन्छु। हेलो दिजु दर्शन, त के गरिराखेकी? के हुनु? अफिस जान लाग्यो नि? होइन के हो दिजु, आज त बिहान बिहानै फोन गर्छु त, के काम थियो कि? सुन न मोरी, म त हिरोइन हुने भयो नि अब। हिरोइन रे? लौ न, यो उमेरमा तपाईँ हिरोइन भन्न फिल्म खेल्न लागेको? कुन फिल्म नि? खोइ, फिल्मको नाम त मलाई थाहा छैन। हेर त, डाइरेक्टर साहबले मलाई देख्ने बित्तिकै सेलेक्ट गर्नुभयो नि। मलाई त स्टार पो बनाइदिन्छु भन्नुभएको छ। हो र? अनि हजुरको त्यो फिल्मको डाइरेक्टरहरुसँग कसरी भेट भयो नि? ल, हाम्रो घरमा सुटिङ हुँदैछ नि। ए हो र? त्यसो भएदेखि म पनि एक दिन मिलाएर हजुरकोमा सुटिङ हेर्न आउँछु नि। अनि सुटिङ चाहिँ कहिलेदेखि हुँदैछ नि दिजु? भोलिदेखि नै सुटिङमा आउँछ हजुर।
ए भोलिदेखि नै आउनुहुन्छ? हजुर ए ल कति बेला आउनुहुन्छ? बिहान चाँडै आउँछ 6 बजीतिर आउँछ होला। 6 बजे आउने? हजुर ल ल जाऊ। हस् त लाग्यो है। हस् अरे यार रक्सी होगी तेजाब कट 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 यार तानो मीठो छ। ए प्रोड एक गिलास हाल त। भयो के भयो डाक्टर साहब पुग्यो। यो चान्चुने रक्सी हो, यो त टिपिकल नेपाली रक्सी हो। यसले फेरि धेरै खायो भने त भोलि फेरि सुटे होला, उठ्नै नसक्न गाह्रो होला। यति दारूले मलाई लाग्छ? ए पण्डित बताइदेऊ त। थाहा छैन सर मलाई। कस्तो भुलक्कड रहेछ। हेर्नुहोस् प्रोफेसर साहब, एक फुल बोतल विस्की खाएर राति 3 बजे बम्बईको घर गएर फेरि 6 बजे म सेटमा काम गर्न आइहाल्छु। त्यस्तो ल ठिक छ, त्यस्तो बाटो राखिदियो हो के दर्शन डाक्टर साहब। जोस् मलाई त छ नि यो सुटिङै नहोला भन्ने पिर भइरहेको है। त्यो हिरोइन नभएर लोकेसनमै ठ्याक्कै हिरोइन पायो, आनन्द भन्छ मलाई त। रविन सर, म हजुरलाई एउटा कुरा भनौँ। आजको जुन चाहिँ हिरोनी छ नि, हजुरलाई कस्तो लाग्यो मलाई थाहा छैन। मेरो विचारमा चाहिँ अलिक छिप्या जस्तो लाग्यो। अब फिल्मको कथावस्तुसित मिल्छ मिल्दैन मलाई थाहा छैन। डाइरेक्टर साहबसित चाहिँ एकदम जोडी मिल्छ। कसो डाइरेक्टर साहब? चुप, बातमा ओभर हुन्छ। हेर्नुहोस् 25 वर्ष भयो मैले फिल्म लाइनमा काम गरेको। सुभाष घाईसँग 10 वर्ष काम गरेँ। सुभाष घाईले त मेरो कुरा चाहिँ काट्न सक्दैन भने त को होस् या मेरो कुरा काट्ने? अनि डाक्टर साहब 25 वर्ष फिल्म लाइनमा काम गरेर हजुरले फिल्म चाहिँ कतिवटा बनाउनु भने? ए के भनेको? होइन 25 वर्ष फिल्ममा काम गरिसक्नु भएको रहेछ, फिल्म चाहिँ कति बनाउनु भयो भन्नु भएको के? मैले हेर्नुहोस् भोजपुरी 5 वटा बनाए, तेलुगु 3 वटा बनाए, तमिलको 4 वटा बनाए, अरू त कति कति। डाक्टर साहब, हजुरको त्यो भोजपुरी लास्ट फिल्मको नाम के रे? चुप, तँलाई दारू चढिसक्यो कि क्या हो यार? तँलाई कामसँग मतलब छ कि नामसँग मतलब छ? भनिदिनुहोस् न, भनिदिनुहोस् डाइरेक्टर साहब। तपाईँको भोजपुरी फिल्मको नाम थाहा पायो भने हामी पनि वीरगञ्ज आउँदाखेरि कहिलेकाहीँ हेर्न पाइन्छ नि। त्यही त मेरो अन्तिम भोजपुरी फिल्मको नाम ए पाण्डे भन्ने त यो भुलक्कडलाई के सोध्ने? सैया मिले उस पार। अनि तेलुगु फिल्मको नाम चाहिँ के हो नि? तेलुगु फिल्मको नाम इडलम इडलम पापा। अनि डाक्टर साहब तपाईँको गुजराती फिल्मको नाम चाहिँ के हो नि? तेरका विशाल भाइ, यो चाहिँ नचाहिने कुरा नगर्ने। तिमीले यो गुजराती तिमीलाई आउँछ, बुझ्छ तिमीले? हेर यो अब यो प्लासन खाने काम बन्द गरिदिउँ है, नभए फेरि कामै गर्न सक्दैन क्या। हस् त हस्। प्रोड्यूसर साहब, मानिए आपका ये फिल्म अब सुपर हिट। कति बज्यो? 10 बजे बुवा। 10 बजिसक्यो। ल अनि त्यो सुटिङवाला 6 बजे आउँछु भने होइन त अहिलेसम्म किन नआएको? खै आउँछु भने आएको थियो। यही नहुने के हो नेपालीहरूको बानी, यही नमन पऱ्यो। समयको महत्त्व नै थाहा छैन, टाइममा कहिले केही गर्ने होइन। बुहारी बिहानदेखि चाहिँ रेडी भएर कुरेर बसिरहेको छ। आज त म आउनै भ्याउँदिनँ। किन भन्नु खोइ? हेर न, हिजो मेरो घरमा एउटा सुटिङ गर्ने युनिट आएको थियो क्या। त्यो युनिटले त मलाई हिरोइनमा सेलेक्ट गरेछन्। त्यही भएर आज त मेरो सुटिङ छ नि, त्यही म आउन भ्याउँदिनँ। अर्को दिनमा आउँछ है। ल ल ल ल बाई। सुटिङ युनिट किन नआयो होला यतिखेरसम्म? 6 बजे नै आउँछु भनेको थियो त। न क्यान्सल पो भयो कि? क्यान्सल भयो भने त बोरै हुन्छ। हिरोइन भई भनेर सबैलाई भनिसके।
के गर्ने भाउजू के ठोलेर केही पनि होइन बाबु। हे भाउजू के नचाहिने सपना देखेर बसिरह। मैले हिजै राति भनेको होइन यो सुटिङवालाहरूको भरै हुँदैन। अब हाम्रो घरभन्दा राम्रो अर्को घर मिल्यो होला त्यतै सुटिङ गर्नु गयो कि त हजुरभन्दा राम्रो अर्को केटी भेट्यो होला उसलाई नै हिरोइन बनायो। बाइ द वे हजुरको फिल्मको नाम चाहिँ के रे? लुटिन दापासी हाइट। लुटिन दापासी हाइट। यो नेपाली प्रोड्युसरहरू देख्न अचम्म लाग्छ भने एउटा खालको फिल्म के हिट भएको थियो सबैजना त्यसमा पछि लागेछन्। बाबु कहाँ जान लाग्नु भएको तपाईँ? साथीहरू कहाँ जानला? खाना खाएर जानुहोस् न। हे भाउजू उतै लन्च खाने प्रोग्राम बनिसकेको छ क्या। अनि अघि नै भन्नु पर्ने थिएन त? मैले भित्र खाना बनाइसकेको छु हजुरको लागि। कुल भाउजू कुल। म त्यो खाना चाहिँ बेलुका ल्याएर मजाले भुटेर बेलुका फ्राइड राइस बनाएर खान्छु क्या। बाइ द वे भाउजू तपाईँहरू चाहिँ खाइहाल्नुहोस् फेरि भरे तिनीहरूको आँसमा भोकै पर्नु होला। बाई। हो भने हो अब 6 बजे जाने भने त हो नि लोकेसनमा। अहिलेसम्म डाक्टर साहब उठ्नु भएको छैन के भन्ने हो? कम टेन्सन भइरहेछ। ओ के भयो भन्ने हिजो बढी भएको नि ट्वान्ट बढी भएको यही त टेन्सन भइरहेछ नि म। के भन्ने अब ल पछि कुरा गर्छु है म। आउनुहोस् खै डाक्टर साहब उठ्नु भएको छैन? उठेछ नि होइन तिमीहरूलाई केही भने होइन मैले धेरै रक्सी नखुवाउनु भनेर भने होइन। ओ मान्छे हेर्दाखेरि क्वार्टर जस्तो खानु पर्ने फुलका फुल भने हो के भन्ने भने यो हाम्रो फिल्म लाइन कि त रक्सीले बिग्रिएछ कि त सेक्सीले बिग्रिया होला। अब यस्तो ताली यो लुटिन धापासी हाइट होइन लुटिन रबिन्छ हुन्छ ल। हेलो हजुर हजुर सुटिङ हुन्छ 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 रे कसरी हुन्छ हौ? यहाँ लाइट साइट क्यामेरा स्यामेरा जम्मै यही छ के तपाईँहरूको सुटिङ बिना क्यामेरा नै हुन्छ क्या हो? म त्यो कुरा म प्रोड्युसरलाई राखिदिन्छु नि। सुटिङ होस् कि नहोस् आजको चार्ज चाहिँ लाग्छ है। हुन्छ 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 हस् ल केटाहरू खाना खानु। कसको फोन थियो? त्यो नमस्ते फिल्मबाट फोन आएको नि। सुटिङ होस् नहोस् उसको सामानको सबैको चार्ज लाग्छ अरे। अरे यही त मलाई टेन्सन हुन्छ नि। अब सुटिङको सो सुरु भएको छैन अब चार्जको कुरा आइसक्यो भने अनि त्यो खोइ नि त्यो छोराइ त्यो क्यामेराम्यान खोइ? क्यामेराम्यान त रेडी छ। हामी यहाँबाट चट्टा उहाँ स्पोर्टमा गएपछि स्पोर्टमै आउँछ अरे। अरे अनि मेकअप म्यान खोइ त? मेकअप म्यान अघिसम्म यहीँ थियो चिया खान गयो होला। के हेर न आज सुटिङ होला जस्तै छैन। बम्बईबाट आएको डाइरेक्टर रे अहिलेसम्म उठेकै छैन। म त बिहानै 6 बजे आएको नि। यसो गर न म यहाँ सुटिङ भए पनि नभए पनि एकचोटि आउनु म जसरी भए पनि तिमीलाई रोल दिलाइदिन्छु। बुवा यो घाममा के टोलाएर बसिरह जाउँ भित्र खाना खान। त्यही सुटिङवाला आउला भनेर बसेको नि खै अहिलेसम्म हत्तो पत्तो छैन। एकताले फोन गर्छ त्यसलाई। मसँग कहाँ फोन नम्बर हुनु त? फोन नम्बर लिनु पर्दैन त। अरे यस्तो होला भन्ने मलाई के थाहा त? त्यही त जाउँ त जाउँ जाउँ खाना खान जाउँ। रहेछ फोन त गर्ने क्या मजा यार। अनि के बच्चा जस्तो खेलेर बसिरह्यो भने गरेर अब के गर्ने त दाइ? काम साम केही पनि छैन अनि नखेल्ने के गर्नु त दाइ? त्यसलाई दिग्दाको तपाईँको सुटिङ भएन भने म खेल्न पनि नपाउँ त दाइ। आज दाइले खाना के अर्डर हुँदै? ए खाना अर्डर गर्ने यसो गर न 2-3 बोतल जति हुस्की मगाऊ है अनि 2-3 केस जति चाहिँ त्यो बियर पनि मगाऊ है अनि त्यो चिकन चाहिँ चिकन तन्दुरी अलि तन्नै मगाऊ। बदेल ल्याऊ बदेल। आज बदेल खाऊ न हुन्न दाइ? भइहाल्छ नि। हस् अनि आज लन्चमा यो सब मगाउने? अलि खानै मात्र ध्यान रहेछ बा यिनीहरूको त। कस्तो भने कोही खाने कोही दाम लिने कोही काम केही नगर्ने खुरको त्यो कुमो गर्न डाइरेक्टरलाई उठाएर उठाउने। कामै भएन भने दाइ खाँदै नखाने 4 दिन सुटिङ नहोला हामी खाँदै नखाने। लामो कुरा गर्ने होइन त्यो कुमो गर्न डाइरेक्टरलाई उठाऊ ल गइहाल जाऊ। कति उडाउनु दिक्क लागिसक्यो। यस्तो डाइरेक्टर भने अरे होइन रविन दाइ हिजो डाइरेक्टर साहबले पुग्यो भन्दै पनि दन गइरहेको थियो। हिजो बेसरी खायो डाइरेक्टर साहब खुसी क्या हो। म हाम्रो खान्छ नि चाहिने कुरा नगर न यस्तो अल्छिन सल्छिन कुरा नगर क्या। अब 1 बोतल खाँदैमा पनि खुस्किन्छ र। जाऊ बरु उठाउ जाऊ।
के बेर दाइ नेपाली लोकल थडा पर्यो त्यो बम्बईलाई के थाहा मिठो छ भनेर दन्कायो गयो हो दाइ भन्न सकिँदैन हेर्नुहोस् अस्ति एकजना इन्डियन आएको थियो रातभरि दन्काएको थियो भोलिपल्ट त जेट अन द स्पोट दाइ नेपाली ठर्र अब भन्न सकिँदैन त्यही त दाइ यतिखेरसम्म सुत्ने मान्छे त होइन त्यो क्या हुआ भाइ अब क्या हुआ नि जसँगै हुआ कल राति ज्यादा रक्सी हुआ कल का बात छोडो अहिलेको कुरा गर कति बज्यो 6 बज्यो बज्छ छ अब भरे बज्छ एकैचोटि छ अनि उठ्नै नसक्ने गरी पनि ट्वाट खानुहुन्छ भने ओ प्रोडक्सन त्यो कलको रक्सी कसले ल्याएको त्यो दारू हो कि स्लिपिङ ट्याब्लेट हो मलाई त यो दारू डेन्जर लाग्यो यार अब त मेरो लागि दारू पनि मुम्बईबाटै मगाउनु पर्छ भइहाल्छ नि दारू पनि मुम्बईबाट मगाउँछु भारू पनि मुम्बईबाट मगाउँछु सुटिङ पनि मुम्बईमै गएर गर्छु सुटिङ चाहिँ कहिले होगा हुन्छ सुटिङ पनि हुन्छ पहिले मेरो ह्याङओभर ठीक हुन देऊ न ए प्रोडक्सन मेरो लागि एक क्वार्टर देऊ त के रे अझ एक क्वार्टर मगाउनु रे हेर्नुहोस् है डाइरेक्टर साहब ज्यान जाएगा घर नै खाएगा जबसम्म सुटिङ हुँदैन तबसम्म त क्वार्टर त के एक वाटर पनि आउँदैन पक्का हो त्यसो भए आजको लागि सुटिङ प्याक